ल सबैजनालाई स्वागत छ। डम्फु तयार पार्नुस् है, किनभने हामी एउटा नयाँ युगमा छलाङ मार्दैछौँ। आजको यो विशेष प्रस्तुतिमा हामी आउँदै गरेको सोनाम लोछार र यसले ल्याउने ऊर्जाको बारेमा कुरा गर्नेछौँ। हो, सुन्नुभयो, घोडा आउँदैछ र यो पात्रको पाना पल्टिएको मात्रै होइन नि, यो त एउटा ठूलो घोषणा हो। हामी सर्प वर्षलाई बिदा गरेर शक्तिशाली घोडा वर्षमा प्रवेश गर्दैछौँ। आउनुहोस् यसको महत्त्वबारे अझ गहिरिएर बुझौँ। ल अब सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। नमस्कार घोडा वर्ष। यो केवल पात्रोको पाना पल्टाउनु मात्र होइन, यो एउटा नयाँ युगको सुरुवात हो, एउटा ठूलो परिवर्तनको सङ्केत हो। यो पालीको सोनाम लोछारले नि एउटा एकदमै ठूलो परिवर्तनको सङ्केत गर्छ। हामी डुलो अर्थात् सर्प वर्षलाई बिदा गर्दैछौँ र स्वागत गर्दैछौँ ताल होलाई भनेको घोडा वर्ष। यो भनेको ऊर्जा र गतिको पुरै परिवर्तन हो। अनि यो कुनै यस्तो उस्तो नयाँ वर्ष पनि होइन। तामाङ सम्वत पात्र अनुसार हामी 2862औं वर्षमा प्रवेश गर्दैछौँ। सोच्नुहोस् त, कति पुरानो, कति गहिरो इतिहास छ यो परम्पराको। तर कुरा यतिमा मात्रै सकिँदैन। यो कुनै साधारण घोडा वर्ष पनि होइन, यो त हो अग्नि घोडाको वर्ष। त्यसो भए यो अग्नि घोडाले के ल्याउँछ त? आउनुहोस् यो वर्षको प्रतीक र यसले बोक्ने विशेष अर्थको बारेमा चर्चा गरौँ। हो खोर्लोमा घोडालाई त्यत्तिकै मानिँदैन। घोडा भनेको गति, स्वतन्त्रता अनि एकदमै धेरै ऊर्जाको प्रतीक हो। यो वर्ष भनेको यात्रा र साहसिक कामहरूको वर्ष हो। अनि यस्तो पनि मानिन्छ कि यो वर्षमा जन्मेका मान्छेहरू एकदमै आत्मनिर्भर, हँसिला र साहसी हुन्छ। अनि कुरा अझै रोचक छ, घोडालाई पञ्चतत्व चक्रको अग्नि तत्वसँग जोडिन्छ। त्यसैले यो वर्ष भयो अग्नि घोडा वर्ष। यसको मतलब यो वर्षमा एकदमै तीव्र ऊर्जा र ठूलो परिवर्तनको सङ्केत छ। अब मनमा एउटा प्रश्न आउन सक्छ, आखिर यी वर्षहरू कसरी तय हुन्छन् त? ल आउनुहोस् यो एकदमै रोचक पात्रो प्रणाली अर्थात् लोहो खोर्लोको बारेमा अलि बुझौँ। यो प्रणालीलाई भनिन्छ लोहो खोर्लो, जसको अर्थ हो वर्षहरूको चक्र वा व्हील अफ इयर्स। हाम्रो पश्चिमी पात्रो जस्तो 2024, 2025, 2026 भनेर सिधा अगाडि बढ्दैन। यो त एउटा वृत्तमा, एउटा चक्रमा घुमिरहन्छ। अब यदि यो चक्रमा घुम्छ भने एउटा रमाइलो प्रश्न उठ्छ, कुनै पनि व्यक्तिको आफ्नै जनावर चिन्ह भएको वर्ष फेरि कहिले फर्केर आउँछ होला त? यसको जवाफ एकदमै सरल छ, हरेक 12 वर्षमा। जस्तै मानौँ कोही सन् 2014मा जन्मेको थियो भने आउँदै गरेको 2026मा उनीहरूको आफ्नै जनावर चिन्ह भएको वर्ष फर्किन्छ। जब हामी लुङदार अर्थात् प्रार्थना झण्डाहरू फहराउँछौँ नि, त्यो पात्रको पाना फेरेको मात्रै होइन, वास्तवमा हामी आफ्नो आध्यात्मिक ऊर्जालाई आउँदै गरेको घोडाको गति र शक्तिसँग मिलाउन रिसेट गरिरहेका हुन्छौँ। यो एउटा नयाँ सुरुवातको प्रतीक हो। ल अग्नि घोडाको यो ऊर्जाले भरिएको वर्षले सबैको जीवनमा गति, सफलता र धेरै धेरै खुसी लिएर आओस्। सबैमा सोनम लोछारको हार्दिक शुभकामना। लोखोर्लो अर्थात् समयको एउटा विशाल चक्र फेरि एकपटक घुम्दैछ र हामी एउटा नयाँ वर्षको ठिक सङ्घारमा उभिएका छौँ। तर कहिले सोच्नु भएको छ यो 12 वर्षे चक्रको सुरुवात आखिर भयो कसरी? यसको पछाडि एउटा यस्तो गजबको कथा छ जहाँ स्वर्गमा समयको क्रम मिलाउन एउटा महान दौड्ने आयोजना गरिएको थियो। ल आउनुहोस् आजको यो चर्चा त्यही महान दौडको कथाबाट सुरु गरौँ। कल्पना गर्नुहोस् त, सबै शक्तिशाली जनावरहरू समयको पात्रोमा आफ्नो ठाउँ बनाउन दौडिरहेका छन्। तर सबैभन्दा ठूलो र अचम्मको प्रश्न त के थियो भने एउटा सानो मुसाले भीमकाय गोरु र त्यो शक्तिशाली ड्रागनलाई समेत कसरी उछिन्न सक्यो होला? यसको जवाफ लुकेको छ बुद्धि र बलको खेलमा। हेर्नुहोस्, बलियो गोरु नदी पार गर्न सबैभन्दा अगाडि थियो, किनकि उसलाई आफ्नो शक्तिमा पूरा भरोसा थियो। तर त्यही बेला चलाक मुसाले के गर्यो भने गोरुको ढाडमा चढेर सित्तैमा नदी पार गर्यो अनि अन्तिम रेखामा पुग्नुभन्दा ठिक अगाडि फुत्त हाम फालेर पहिलो स्थान हात पार्यो। यो कथाले हरेक जनावरको स्वभावलाई पनि कस्तो राम्ररी देखाउँछ है। जस्तै दौड जित्ने क्षमता भएको शक्तिशाली ड्रागन आकाशबाट ओर्लेर तिर्खाएका गाउँलेका लागि पानी पारिदिन रोक्यो र 5औं स्थानमा चित्त बुझायो। यसले के देखाउँछ भने शक्तिभन्दा दया र करुणा कति ठूलो हुन्छ। हो, त्यही महान दौडको नतिजाले नै समयका 12 रक्षकहरू तय गर्यो।
जसलाई तामाङ परम्परामा लोहो भनिन्छ। ल आउनुहोस् अब यी 12 जना संरक्षकहरूलाई एक एक गरी चिनौं। यो चक्रको सुरुवात हुन्छ दौड जित्ने त्यही चतुर र साधन सम्पन्न मुसा जिवाक लोहबाट। त्यसपछि दोस्रो स्थानमा आउँछ मेहनती र इमान्दार गोरु जसलाई लाङलो भनिन्छ। तेस्रोमा साहसी र आत्मविश्वासी बाघ ताकलोहु। अनि चौथो स्थानमा छ कोमल र निकै शिष्ट खरायो योइलो। पाँचौँमा थियो दयालु र शक्तिशाली ड्रागन ड्रुकलो जसको आगमनलाई भाग्यको प्रतीक पनि मानिन्छ। छैटौं स्थानमा छ बुद्धिमान र अलि रहस्यमय सर्प डुल्लोहो। त्यसको ठिक पछाडि सातौँमा ऊर्जाले भरिपूर्ण र स्वतन्त्र घोडा तालोहो। आठौँमा कलात्मक र शान्त स्वभावको भेडा लुक्लो। नौमा चलाक र चञ्चल स्वभावको बाँदर त्रेलोहो पर्छ। दशौँमा छ पर्यवेक्षक र साहसी चरा ज्यालो जसले बिहानीको सुरुवात गर्छ। 11औँमा सबैभन्दा वफादार साथी हाम्रो सुरक्षा गर्ने कुकुर खिलोहो। र अन्तमा 12औं स्थानमा आइपुग्छ उदार र दृढ संकल्प भएको सुँगुर फाक्लोहो जसले यो महान चक्रलाई पूरा गर्छ। अब एउटा एकदमै रोचक कुरा सुनौं। त्यही पौराणिक दौडको एउटा सानो घटनाले अहिले हामीले अनुभव गर्न लागेको वर्ष परिवर्तनलाई कसरी दर्शाउँछ। यो कथा हो सर्प र घोडाको। कथामा के भयो भने दौडको अन्तिम क्षणमा सर्प घोडाको खुरमा लुकेर बसेको थियो। जब घोडा अन्तिम रेखा पार गर्ने लागेको थियो सर्प फुत्त बाहिर निस्केर घोडालाई तर्सायो। डराएको घोडा एकछिन पछाडि हट्यो र त्यही मौकाको फाइदा उठाएर सर्पले छैठौं स्थान ओगट्यो र घोडा सातौं हुन बाध्य भयो। यही कथाले हेर्नुस् अहिलेको समयलाई संकेत गर्छ। हामी डुल लोहो अर्थात् सर्प वर्षलाई विदाई गर्दैछौँ। यो वर्ष कस्तो थियो? शान्त ज्ञान, गहिरो सोच र भविष्यका लागि योजना बनाउने समय थियो। र अब हामी तलो अर्थात् घोडा वर्षमा प्रवेश गर्दैछौँ। यो वर्ष सर्पको शान्त स्वभावभन्दा ठिक उल्टो हुने विश्वास गरिन्छ। उच्च ऊर्जा, गति, यात्रा र स्वतन्त्रताको वर्ष। त्यसो भए यो संक्रमणको मुख्य सार के हो भने 2026मा हामी सर्पको रणनीतिक मौनताबाट घोडाको गतिशील सक्रियतामा प्रवेश गर्दैछौँ। यो परिवर्तनले पक्कै पनि नयाँ अवसर र चुनौतीहरू लिएर आउनेछ। अब यो लोकहोरेलो चक्र केवल समय गणना गर्ने पात्र मात्र होइन, यसले हरेक व्यक्तिलाई व्यक्तिगत रूपमा पनि जोड्छ। कस्तो मान्यता छ भने जुन लोहोमा कुनै व्यक्तिको जन्म हुन्छ त्यो जनावरको स्वभाव र गुण उसको व्यक्तित्वमा पनि देखिन्छ। यसले हामीलाई सोच्न बाध्य बनाउँछ, होइन त? के हामी मध्ये कोही मुसा जस्तै चतुर छौं, कोही बाघ जस्तै साहसी वा कोही सुँगुर जस्तै दयालु? आफ्नो जन्म वर्षको आधारमा आफ्नो संरक्षक जनावर चिन्नु साँच्चै नै एउटा रमाइलो आत्मअन्वेषण हुन सक्छ। तर अन्त्यमा यो 12 वर्षे चक्रले हामीलाई के सिकाउँछ? सायद यो कि समय आफैमा एउटा कहिले नरोकिने दौड हो र हरेक वर्षले हामीलाई फरक फरक गुण र अवसरहरू दिन्छ जसलाई हामीले चिन्न र उपयोग गर्न सक्नुपर्छ। घोडा वर्ष यो वर्ष सबैको लागि कस्तो रहला? आउनुहोस् यसपालिको लोको बारेमा अलिक गहिरिएर कुरा गरौँ। ल, सर्प वर्ष यानी दुल्लो हो त अब सकियो। अब आउँदैछ तालो हो, मतलब घोडा वर्षको एकदमै शक्तिशाली ऊर्जा। तर ख्याल राख्नुस्, यो सामान्य घोडा होइन, यो हो मेता, आगोको घोडा। त्यसो भए यो शक्तिशाली ऊर्जाले हाम्रो जीवनमा के असर गर्ला त? ल हेरौँ है त। सबैभन्दा पहिले कुरा गरौँ यो वर्षको समग्र ऊर्जाको बारेमा। घोडा भनेकै गति, शक्ति अनि स्वतन्त्रता हो। मतलब यो वर्ष दौडिने वर्ष हो, रोकिने होइन। जसले आर्ट गर्छ उनीहरूको लागि व्यापार र यात्रामा एकदमै राम्रो अवसर छ है। तर होस् गर्नुस् है, घोडाको अस्थिर स्वभावले हतारमा निर्णय गराउन सक्छ। अब एउटा महत्त्वपूर्ण कुरा, कसकसले यो वर्ष अलि बढी होशियार हुनुपर्छ। खास गरी घोडा वर्षमै जन्मेकाहरूलाई लो फेक पर्न सक्छ। उमेर 12, 24, 36, 48, 60, 72 वा 84 पुग्दै हुनुहुन्छ भने यो कुरा ख्याल गर्नुस् है। यो बेला स्वास्थ्यमा सानोतिनो समस्या र चोटपटक लाग्न सक्ने जोखिम हुन्छ। ल अब हेरौँ व्यक्तिगत जीवनमा आगोको घोडाको कस्तो प्रभाव पर्छ। यो मेताको असरले रिस र अहंकार अलि बढ्न सक्छ अनि धैर्यता चाहिँ घट्न सक्छ।
त्यसैले सम्बन्धमा धैर्य अपनाउनु जरुरी छ, नत्र सानो कुराले ठूलो रूप लिन सक्छ। स्वास्थ्यको कुरा गर्दा मुटु र रगत सम्बन्धी समस्यामा विशेष ध्यान दिनु पर्ला। यति कुरा बुझेपछि अब सफलताको लागि के गर्न सकिन्छ त? लो फेक परेको छ भने सुरक्षाका लागि यी परम्परागत उपायहरू अपनाउन सकिन्छ। खासमा यो वर्षको मूल सन्देश के हो भने अल्सी नबन्ने, घोडा जस्तै दौडिने। सबैलाई 2862औं सोनाम लोछारको धेरै धेरै शुभकामना। फ्याफुल्ला।